म चाहिँ सरिता तिवारीको छोरी जो हालसालै अनिल डङ्गोलद्वारा विभत्स रूपमा मारिएकी छिन्। मेरी आमाको बारेमा अहिले धेरै नराम्रा कुराहरू लेखेर पोस्ट गर्ने मैले धेरै चाहिँ महिला नै देखेँ र महिला भएर कसरी अरूलाई चाहिँ नराम्रो देखाएर आफू चाहिँ राम्रो महिला बन्न सकिन्छ, अरूको चरित्रमा चाहिँ दाग लाएर कसरी आफू चाहिँ एकदमै चोखो सत्य सावित्री बन्न सकिन्छ भन्ने महिलाहरूलाई र अपराधीहरू लुकाउनका लागि मेरो आमाको चरित्रमा दाग लाउने सबै मिडियाहरूलाई र ती अपराधीहरूलाई मेरो तर्फबाट केही कुरा भन्न चाहन्छु। मेरो आमाले जिन्दगीमा गरेको दुःख, जिन्दगीमा गरेको परिश्रम, मेहनतले आज मेरो आमाको आफ्नै घर छ। मेरो आमालाई कुनै कुराको कमी छैन। गहनादेखि लाउने लुगादेखि सम्पत्तिदेखि र मेरो आमाको म एक्लै छोरी र मेरो यो संसारमा आमा बाहेक कोही थिएन र मेरो आमाको पनि यो संसारमा म बाहेक कोही थिएन। हामी दुईजनाले जिन्दगीमा कति दुःख गर्यौँ। मैले स्कुल पढ्दादेखि मेरो आमाले कति दुःख गर्नुभयो, मलाई जापान पठाउनलाई कति दुःख गर्नुभयो र आज मेरो आमा मारिँदा न्यायको लागि आवाज नउठाएर उल्टै मेरो आमालाई कसरी तल पार्न सकिन्छ र अपराधीहरूले चाहिँ सुनिश्चित गरे मेरो आमालाई चाहिँ एउटा क्यारेक्टरलेस बनाएर कसरी चाहिँ अब आफ्नो अपराधी साथीहरूलाई उम्काउन सकिन्छ र मिडियाहरूले पनि केही सोधपुछ नगरी मलाई आजसम्म कुनै मिडिया अथवा कुनै व्यक्तिले मेरो आमाको बारेमा सोधेको छैन र जति यो समाजहरूले जान्दछ त्योभन्दा धेरै गुणा म मेरो आमालाई जान्दछु। आएर मेरो समाजमा पनि सोध्नु मेरो आमाको त्यस्तो हल्ला चल्या थियो भन्ने कुरा यो साँचो हो कि होइन र मेरो आमा त्यो मान्छेसँग जिम्मा लिग भन्न जानलाई त्यो एउटा विवाहित पुरुष जसको 17 वर्षको छोरो छ र मेरो आमाको जिन्दगीमा मैले कुनै पनि रोकटोक गरेको छैन। मेरो आमालाई चाहे भए, मेरो आमाले भने भए मैले पनि आमालाई हरेकपल्ट भन्छु, सोध्छु तपाईँलाई यदि यो घर परिवारमा ऊ छैन होइन, तपाईँले जिन्दगीमा धेरै दुःख पाउनुभयो, यो दुःखबाट बाहिर जानु चाहनुहुन्छ भने मम्मी म पनि बिहे गर्दिनँ, बरु हामी दुईटा सँगै बसौँ भन्दा, अथवा तपाईँ नै आफ्नो जिन्दगी सुरुवात गर्न चाहनुहुन्छ भने तपाईँ यो सम्बन्ध टुङ्गाएर चाहिँ तपाईँको धुमधामसँग बिहे गराइदिन्छु भन्ने छोरी मै हो र मेरो आमाले आजसम्म मलाई कुनै पनि कुरा लुकाएको छैन। यो अनिल डङ्गोल भन्ने मान्छे हाम्रो घरमा विगत 6-7 वर्षदेखि आउने जाने हुन्छ र चिन्जानको मान्छे हाम्रो घर यहीँ जितपुर भयो भने उसको घर टोखा, उसको घर परिवार सपरिवार टोखामा बस्छन् र एउटा विश्वासिलो पात्र, नजिकको मान्छे भन्ने रूपमा, विश्वासिलो पात्रको रूपमा ऊ थियो। मैले पहिल्यैदेखि अब भिडियो कल घरतिर गर्दा बाउ आमा साथी, बाउको साथीहरू सबैजना एकै ठाउँमा बसेर त्यहाँ खाइरहेको हुने, मेरो मम्मीले चिया पकाएर दिया हुने, चाडपर्व आयो भने उसले दाई भाउजू मेरो दिदी जस्तो भनेर पाउरोटी, चाक्कु, लड्डुहरू चाडपर्वमा बोकेर आउने र मेरो मम्मीसँग ड्याडीसँग मठ मन्दिर जाँदा पनि उसको भेट हुने। मठ मन्दिर जाँदा भजन गाउँदै हिँड्ने मान्छेलाई कसले एउटा अपराधीको रूपमा हेर्छ र मेरो आमालाई यसरी सबै कुराले पुगेको थियो। जिन्दगीमा यति दुःख गरेर यो ठाउँमा आइपुगेर मेरो त एउटा जिन्दगीमा लक्ष्य थियो आमालाई नै सुख दिने र आज सुखका दिनहरू हमलामा गर्न नपाउँदै मेरो आमाले जुन रूपमा मारिनु पर्यो त्यही रूपमा तपाईहरूको आमा र तपाईँ मेरो अवस्थामा आउन नपरोस् र कहिले त्यो परिवारको बारेमा सोच्नु भएको छ?
मेरो त संसारै उजाडिएको छ। मेरो आमाले न्याय पाउनु पर्दैन? मेरो आमाको न्यायको लागि तपाईँहरू बोल्न सक्नुहुन्छ? मेरो आमा 11 दिन हराउँदा मैले सहयोग कति मागेँ, मिडियादेखि लिएर पुलिससँग सबैसँग कति सहयोग मागेँ, तर मेरो आमा खोज्नलाई म लगायत मेरो मामा र दाइहरू सबै आफू नहिँडेको भए आज मेरो आमाको यो अवस्था पनि भेटिने थिएन। मेरो आमालाई मैले लासको रूपमा पनि भेट्ने थिएन। तर पनि तपाईँहरूले मेरो आमा मरेर गएको मेरो आमालाई जुन रूपमा एउटा भ्युजको लागि युज गर्नुभएको छ, कहिले तपाईँले कस्तो हो यो, के सम्बन्ध हो, के घटना हो भनेर कहिले मलाई सोध्नु भयो? मेरो आमाको लागि, मेरो आमाको न्यायको लागि बोलिदिन्छु भने आउनुभयो? मेरो आमालाई खोजिदिन्छु भनेर आउनुभयो? म एक्लै पानीमा रुच्दै भिज्दै मेरो आमाको लागि भनेर म क्यामेराहरू खोज्दै, सिसी क्यामेरा कहाँ छ भने खोज्दै, पुलिसको पनि त्यति सपोर्ट थिएन। हामी 4 जना, मेरो मामा, म, मेरो ठुलममको छोरा, हामी 4 जना हरेक दिन पानी पर्थ्यो। मलाई मेरो आमा कुन अवस्थामा होला भनेर कति चिन्ता हुन्थ्यो। मैले कति गुहार माग्दा मेरो आमा खोजिदिने कोही पाइन। अहिले आएर मेरो आमालाई उल्टो न्याय दिन, छोरी म तिम्रो साथमा छु, छोरी म तिम्रो साथमा छु भनेर आउने कोही छैन। उल्टो अपराधीलाई उम्काउनको लागि उल्टो मिडियादेखि लिएर समाज, यी आइमेहरू, तिमीहरू पनि त कसैको आमा होला, तिमीहरू पनि त कसैको छोरी होला, तिमीहरूलाई लाज लाग्दैन? मेरो आमाको लासमाथि भ्युज खेलेर तिमीहरूलाई लाज लाग्दैन? मेरो आमालाई यहाँबाट हानेर गिदी पुरै छल्किन गरी यो निधारमा 2टा पुवाल पारेर माटो मुनि गाडिएको अवस्थामा मैले भेट्दा म 9 वर्षदेखि विदेशमा दुःख गरिरहेको छु। मैले मेरो आमासँग राम्रोसँग बस्न नि पाइनँ। मेरो आमालाई कुनै रोकटोक थिएन मबाट। मेरो आमाले मलाई बिहान उठेदेखि बेलुकासम्मको सबै कुरा भनिदिए। आज यो अपराधी पत्ता लगाउनलाई मेरो आमाले मलाई नभनेको भए, मेरो आमाले चाहिँ यसले 2-3 दिन अगाडि बिजनेस गर्छौँ हामी, भाउजू बिजनेस गरौँ र तपाईँ 10 लाखको लगानी गरेर तपाईँले कति सक्नुहुन्छ लगानी गर्नु, प्रफिट खानु, र पसलमा चाहिँ मेरो श्रीमती र तपाईँ पसलमा बसेर आफ्नो सेल्सम्यान जसरी पसलमा बसेर काम गर्नुभयो भने चाहिँ तलब खानु भनेर त्यसरी मेरो आमालाई बिजनेस गर्ने भनेर, पार्टनरसिपमा बिजनेस गर्ने भनेर कुरा गरेको थियो। र त्यो दिन पनि त्यस्तै कुरामा बोलाएर अब बिजनेस गर्ने भनेर मेरो आमालाई त्यसरी लगेर मार्ने पनि के कारण थियो? मेरो आमाले लगाएको सुनको पछि थियो भने नि सुन लुटाएको भए हुन्थ्यो, सम्पत्ति पैसा चाहिएको भए नि पैसा मागे भए हुन्थ्यो। मेरो आमालाई यसरी मार्यो र मेरो आमालाई मैले यो भिडियो पनि बनाउन सकेँ। मलाई धेरैजनाले भिडियो बनाऊ भने मैले यो भिडियो पनि बनाउन सकेको थिइनँ। तर मैले नबोलिकन मेरो आमालाई न्याय नहुने देखेर, नबोलिकन मेरो आमालाई न्याय नहुने देखेर मलाई यो अवस्थामा पनि बोल्न पनि बनायो तिमीहरूले। मलाई परे जस्तो तिमीलाई परोसरी थाहा हुन्छ। मलाई परे जस्तो तिमीलाई परोसरी थाहा हुन्छ। मेरो आमाको न्यायको लागि बोल्दिने कोही भएन, तर म छु, मेरो आमाको लागि सधैँ म छु।